शहीद प्रकाश थापा स्मृति ट्रस्टको वेबसाइट लन्च कार्यक्रम राखेको छ। पक्कै पनि हामीले हाम्रा शहीदहरूलाई सम्मान गर्नुपर्छ। प्रकाशजी नेपाली जनताहरूको सेवामा समर्पित हुँदाहुँदै शहीद हुनुभएको थियो र उहाँको सम्झना हामी जिल्लामा मात्र होइन काठमाडौँमा आएर समेत गर्न पायौँ। त्यसका लागि सम्पर्क समिति र शहीद प्रकाश थापा स्मृति ट्रस्टका साथीहरूलाई म धन्यवाद दिन चाहन्छु। त्यस्तै उहाँको नामबाट नै भेटे पत्रिका र वेबसाइट समेत सञ्चालन भएकोमा म ज्यादै खुसी छु। यो एउटा उदाहरणीय काम हो। यस्तो कामहरूले शहीदहरूको नाम अमर बनाउनमा साथ दिन्छ, सहयोग गर्छ भन्ने मैले अपेक्षा राखेको छु यसको निरन्तरताका लागि र यसको निरन्तरतामा गर्नुपर्ने सहयोगका लागि नेपाली काङ्ग्रेस धनकुटा सधैँ तत्पर रहेको छ म जानकारी गराउन चाहन्छु। र आज मुख्यत सम्पर्क समितिले शुभकामना आदान प्रदान, यो समयलाई हामीले यसो ढिलो छिटोको नाम नदिउँ, जतिखेर हामीलाई फुर्सद भयो हामीले गऱ्यौँ यो रूपमा लिनुपर्छ। र यो 2082 सालको शुभकामना आदान प्रदान जुन कार्यक्रम राखेको छ, यो कार्यक्रम मार्फत म सम्पूर्ण धनकुटेली र सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई शुभकामना पनि व्यक्त गर्न चाहन्छु। साथीहरूलाई हार्दिक आग्रह पनि गर्न चाहन्छु। यो बाहेक मैले अन्य कुरा राख्न चाहेँ। यो प्रकाश थापा जो शहीद हुनुभएको छ उहाँको विषयमा मेरो पनि खेतीपाती छिन्ताङमै भएको र उहाँको परिवारसँग म पनि केही नजिक भएको कारणले गर्दाखेरि उहाँको विषयमा सामान्य मलाई पनि जानकारी छ। र यो मृत्युवरण भएको बेलामा हामीले पनि म धनकुटा काङ्ग्रेसको त्यो बेलामा सभापति नै थिएँ, जिल्ला सभापति नै थिएँ, हामीले निकै ठुलो सहयोग गरेको भन्ने मलाई लाग्छ। र उहाँको मृत्युवरण हुँदाखेरि धनकुटा मूलघाटमा निकै ठुलो धनकुटेली जमात, धनकुटे जनताहरूको जमात धनकुटामा उपस्थिति थियो। र मलाई लाग्छ त्यो टाइममा डिएसपी गुप्तबहादुर श्रेष्ठजी हुनुहुन्थ्यो र उहाँले एकदमै प्रकाशको सन्दर्भमा उहाँमाथि भएको साङ्घातिक आक्रमण मात्रै नै भएन, साङ्घातिक उसमा जुन मृत्युवरण गरेको थियो त्यसको बदला लिने उद्घोषसम्म गर्नुभएको थियो। आज देशमा शान्ति प्राप्त भएको छ, उहाँहरूकै कारणले भन्नुपर्छ आज यो देशमा शान्तिहरू प्राप्त भएको छ। र 57 साल नै लाग्छ मलाई उहाँको मृत्युवरण गरेको हुनुपर्छ र 67 सालमा उहाँ शहीद घोषणा हुनुभयो र आज उहाँ शहीद हुनुभएको छ। त्यसकारण उहाँले गर्नुभएको योगदानको जुन स्मरण हामी गरिरहेका छौँ र उहाँका परिवारहरूले जुन कार्यक्रम गरेर उहाँको सम्मान गर्नुभएको छ, म हृदयदेखि नै यो कामको चाहिँ सम्मान गर्न चाहन्छु। यो कार्यक्रम एकदम राम्रो गर्नुभएको छ भन्ने मलाई लाग्छ। उहाँले आफ्नो एउटा असै प्रहरी सहायक निरीक्षक नै हुनुहुन्थ्यो भन्ने मलाई लाग्छ। त्यो टाइममा उहाँ मृत्युवरण गर्नुभएको छ। उहाँको परिवारले वार्षिक रूपमा विभिन्न कार्यक्रमहरू, सामाजिक कार्यक्रमहरू गरिराख्नु भएको छ। भलिबल त मलाई लाग्छ 5 वर्षदेखि कन्टिन्यू उहाँहरूले गरिराख्नु भएको छ। स्वास्थ्यको क्षेत्रमा, स्कुलको बालबच्चाको सन्दर्भमा ज्येष्ठ नागरिक र अन्य विभिन्न सामाजिक कामहरूले गर्नुभएको छ। यो प्रशंसनीय कामको भन्ने मलाई लाग्छ र यो कामको लागि सूर्यबहादुर ट्रस्टले पनि केही सहयोग पुर्याएर यो केही काम अगाडि बढाएको भन्ने मलाई लाग्छ। यो कार्यक्रममा अझै यो संयुक्त रूपमा छलफल गरेर यसलाई कसरी व्यवस्थित गर्न सकिन्छ यो सन्दर्भमा चाहिँ ट्रस्टका चाहिँ हाम्रा चाहिँ साथीहरू जो हुनुहुन्छ अध्यक्षता गर्ने अन्य सदस्य साथीहरू हुन्छ, समृद्ध साथीहरूसँग छलफल गरेर यसलाई अझै व्यवस्थित गर्नको लागि हाम्रो सहयोग हुनुपर्ने छ र मेरो पनि साथ रहनेछ र सहयोग गर्नुपर्छ भन्ने राख्न चाहन्छु। र यो नयाँ वर्षको उपलक्ष्यमा ढिलो गर्ने यो कार्यक्रम आयोजना भएको छ। म सबैप्रति यो 22 साल सबैको उच्च मनोबलका साथ यो देश निर्माण गर्नका लागि सबै एकत्रित भएर अगाडि बढ्ने दिनको रूपमा चाहिँ विकास हुनेछ भन्ने मलाई लाग्दछ। सभापतिजीलाई कि उहाँलाई सरकारले सहयोग घोषणा गरेको छ कि छैन, हामीले त घोषणा गरिसकेका छौँ। त्यो कुरा पनि किनभने त्यो चाहिँ धेरै लामो सूची हुन सक्छ कि प्रहरी, सेना, अरू मान्छेहरूको सायद उहाँको सम्बन्धित संस्थाले त्यो कुरा जानकारी दिनु हामीलाई छ र उहाँप्रति पनि यो सम्झिनुपर्ने हो। किनभने हामीले
वर्षमा एकपल्ट सम्झाउनु भने त्यसप्रति नै अन्याय हुन्छ। त्यो कुरा बिसाएर म अब यो अहिलेको परिस्थिति अघि भन्नु पल्लो छेउमा हुनुहुन्छ आदरणीय नेता यदि अधिकारी चानुवा डाँडा गाउँतिर हो कि लेगुवा अघि तपाईँले पनि उठाउनु भयो, तर चर्को रूपमा चाहिँ यता अहिले गुरु चेला संवाद गरिरहेको हुनुहुन्छ भन्नुभयो र म तपाईँहरू सबै साथीहरूलाई शुभकामना भन्न चाहन्छु 2082 सालको उपलक्ष्यमा। र यो शहीद प्रकाश थापा स्मृति ट्रस्टले जे काम गरिराखेको छ यो त दुःखदायी घटनाको सम्झना हो यो, र यसलाई सम्झिरहन पनि बडा गाह्रो हुन्छ। तर ट्रस्टलाई चाहिँ सम्झिराख्नुपर्छ, हामीले ट्रस्टको लागि चाहिँ सक्रिय सहयोग पनि गर्नुपर्छ। अब धेरै कुरा म भन्दिनँ, किनभने यो राजनीति गर्ने, आज राजनीति कुरा गर्ने दिन होइन। आज हामीले जसको सम्झनामा यो कार्यक्रम गर्न लागेका छौँ र जुन दिन हामीले लिएका छौँ, जुन वर्ष हामीले लिएका छौँ, त्यस कारणले आज हामीले राजनीति भन्दा पनि सम्झनाका दुई स्वरहरू दिने दिन छ। त्यसैले म तपाईँहरू सबैलाई प्रकाश थापा स्मृति ट्रस्टको तर्फबाट जे कार्यक्रम भएको छ त्यसलाई सबैले सहयोग गरिदिनु हुन पनि अनुरोध गर्दछु, र म पनि सहयोग गर्छु यो ट्रस्टलाई। र 82 सालको हार्दिक उपलक्ष्यमा शुभकामना पनि भन्न चाहन्छु। र शहीद प्रकाश थापा स्मृति ट्रस्ट धनकुटाबाट आयोजित हाम्रो आजको नयाँ वर्ष 2082 सालको शुभकामनाका साथै शुभकामना आदान प्रदान र शहीद प्रकाश थापा स्मृति ट्रस्टले जुन यो भित्तेपात्र प्रकाशन गरेको छ त्यसको विमोचन तथा शहीद प्रकाश थापाको वेबसाइट हाम्रो यो वर्षभरिको कामहरूको योजनालाई लिएर वेबसाइट हामीले जुन यो लन्च कार्यक्रम गरिसकेका छौँ, सम्पन्न गरिसकेका छौँ। र आउँदो 82 सालका पूर्ण महिनाहरूले चाहिँ हाम्रो सक्षम नेतृत्व, काङ्ग्रेसको विकास र धनकुटाका सम्पूर्ण काङ्ग्रेसहरूलाई एकै थलोमा जोड्ने जुन सुवर्ण अवसर प्राप्त होस् भन्ने म शुभकामना व्यक्त गर्दछु। र सम्पर्क समितिले गर्दै आउँदाखेरि त्यही कार्यक्रमहरूमा पनि गल्ती भइ नै हाल्छ, र कुनै बेला गल्ती भएको त्यसलाई सच्याएर आफ्नो कार्य क्षमतालाई अगाडि बढाउन हामी कोसिस गर्दै नै छौँ। र अब आउने जुन दिनहरूमा हामीले नेपाली काङ्ग्रेस धनकुटा काठमाडौँ सम्पर्क समितिलाई चाहिँ एउटा वृहत रूपमा अगाडि बढाउने मैले त जमर्को गरेको छु। र विशेष गरी हामीले चाहिँ र हाम्रो कार्यक्रम भव्य र सभ्य रूपमै सफल भएको मैले महसुस गरेको छु। र यसलाई अझ बढी तीव्रता दिनको लागि सबै सम्पर्क समितिका साथीहरूले पनि हैसमा हैसे गरेर अगाडि साथ दिनुहुन म विनम्र अनुरोध गर्दछु। र सबै काम एउटैले मात्रै गर्न सक्ने सम्भव हुँदैन, र त्यसमा सहमति, सहकार्य र सहयोगको भावना र हामी आपसी भाइचारा सद्भाव राख्नको लागि आज आयोजित यो शुभकामना आदान प्रदान कार्यक्रममा हामी सम्पूर्णलाई यो नयाँ 2082 सालले सबैको उत्तरोत्तर प्रगति होस् र राम्रो होस् भन्ने शुभकामना व्यक्त गर्दछु। साथै यो आयोजना गर्नुभएकोमा धनकुटा काठमाडौँ सम्पर्क समिति परिवारलाई र सभापतिज्यूलाई पनि हार्दिक आभार व्यक्त गर्दछु। उनी रहेछ भने भर्खरै थाहा पाएँ। मेरो एकदमै मिल्ने साथी, सायद म यो ट्रस्टलाई मसँग केही फोटोहरू होलान् उहाँसँगका रहेछन् भने म अर्जुन भाइलाई उपलब्ध गराउनेछु।
र त्यो स्मरण गर्दाखेरि 2 दिन अगाडि उहाँ बित्नुभन्दा 2 दिन अगाडि हाम्रो कुरा भएको थियो। 2 दिन पछाडि उहाँको जुन दिन सभा हुने थियो त्यही दिन उहाँको मृत्यु भयो। उहाँको तराईमा सर्लाहीमा सभा भइसकेको अवस्था थियो। त्यही दिन बेलुका उहाँलाई निर्ममतापूर्वक र क्रूरतापूर्वक र यो प्रकाश थापाको नाम सम्झिँदाखेरि मलाई माओवादी द्वन्द्वकालको अति क्रूर समयको याद आउँछ। हामी त्यहाँ फ्रन्ट लाइनमा बसेर त्यो उहाँको सब व्यवस्थापन गरेका थियौँ र त्यो मूल घाटमा समर घाटमा चाहिँ त्यहाँ नरुने र भाफो नहुने कोही मान्छे थिएन। त्यतिखेरको धनकुटा जिल्लाकै सम्भवतः मलाई लाग्छ पहिलो घटना पनि भएको थियो र त्यति निर्दयी र क्रूर चाहिँ मान्छे नै हुन्छ जस्तो लाग्दैन मलाई। र उहाँको त्यो छेदविच्छेद शरीर हेर्दा अहिले पनि आँखाबाट आँसु आउँछ र साथमा भिडियो पनि पठाएका थिए। त्यो सायद अहिले परिवारसँग सुरक्षित होला। त्यो भिडियो कसैले पनि डरो मुठुले चाहिँ हेर्न सक्दैन त्यस्तो किसिमको भिडियो चाहिँ पठाइएको थियो। खाल्डामा गाडेर निर्मम तरिकाले मान्छेको चाहिँ विभिन्न अङ्गमा चाहिँ विभिन्न तरिकाले चाहिँ निर्मम हत्या गरिएको थियो र उहाँ साँच्चै नै एक महान शहीद नै भन्नुपर्छ। आफ्नो कर्तव्यको सिलसिलामा बित्नु भएको थियो र उहाँप्रति म हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। र हाम्रो सम्पर्क समितिले आयोजना गरेको कार्यक्रममा अहिले धनकुटा जिल्लाबाट यहाँ काठमाडौँमा रहनुभएका हामी लगायत सम्पूर्ण साथीहरू हुनुहुन्छ। हामीले पनि धनकुटा काङ्ग्रेसलाई केही योगदान गरेका छौँ जस्तो हामीलाई पनि लाग्दछ। र शहीद प्रकाश थापा स्मृति ट्रस्टको वेबसाइट लन्च भइसकेको छ। सबैजनाले प्रोजेक्टर मार्फत स्क्रिनमा देख्न सक्नुहुन्छ। वेबसाइट विमोचन भइसकेको छ र शहीद प्रकाश थापा स्मृति ट्रस्टको वेबसाइट लन्च भइसकेको जानकारी गराउन चाहन्छु। त्यसै गरी